हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो यस भिडियोमा। आज मैले क्लास 11 को च्याप्टर 5 बाट क्याश बुक बाट मोडल क्वेशनहरु लिएर आएको छु। यसमा हामी 5 वटा मोडल क्वेशन गर्ने छौं र क्याश बुकमा हामीलाई जहिले पनि दुईटा कुरा सोध्छ। एउटा भनेको डबल कलम क्याश बुक र अर्को भनेको ट्रिपल कलम क्याश बुक। हामीलाई यहाँ क्वेशनमा रिक्वायर्डमा के भनेको छ, क्याश बुक विथ क्याश एन्ड बैंक कलम। हामीलाई क्याश बुक बना भनेको छ, कुन कलम लिनु पर्यो हामीले, क्याश र बैंक कलम। यो भनेको डबल दुईटा कलम हामीले राख्नु पर्यो। ट्रिपल कलममा के हुन्छ, तीनवटा कलम हुन्छ, एउटा डिस्काउन्टको पनि कलम हुन्छ। यदि क्वेशनले डबल कलम क्याश बुक बना भनेको छ भने हामी डबल बनाउँछौं। ट्रिपल कलम क्याश बुक बना भन्यो भने हामी ट्रिपल कलम वाला बनाउँछौं। तर यदि क्वेशन साइलेन्ट छ, केही पनि बनाएको छैन भने हामी ट्रान्ज्याक्सनहरु हेर्छौं। यो ट्रान्ज्याक्सनहरु हेर्छौं र यो ट्रान्ज्याक्सनमा चाहिँ हामीलाई यदि कहीं डिस्काउन्ट दिएको छ भने हामी के गर्छौं त, त्यसमा ट्रिपल कलम क्याश बुक बनाउँछौं। कहिलेकाहीँ हाम्रो यहाँ रिक्वायर्डमा के रे डबल कलम हो कि सिंगल कलम ट्रिपल कलम हो भनेर खुलाएर दिएको हुँदैन। त्यस अनुसार हामीले के हेर्नुपर्ने हुन्छ त, ट्रान्ज्याक्सनहरु हेर्नुपर्ने हुन्छ। र यदि ट्रान्ज्याक्सनमा कहीं कतै डिस्काउन्ट दिएको छ भने हामी ट्रिपल कलम क्याश बुक बनाउँछौं। अब सुरु गरौँ है त चैत्र 1 बाट। चैत्र 1 बाट सुरु गरौँ र हामीले फर्मेट कोर्दाखेरि जहिले पनि सुरु स्टार्ट हामीले डेट बाट गर्नुपर्ने हुन्छ। त्यसैगरी पार्टिकुलर अनि एलएफ र क्याशको कलम र बैंकको कलम। ट्रिपल कलममा त एउटा डिस्काउन्टको कलम पनि एक्स्ट्रा हुन्छ र सेम रिपिटेड हाम्रो अरु त्यही हुन्छ। अनि मेन कुरा भनेको हाम्रो डेबिट क्रेडिट, हाम्रो डेबिट यतापट्टि हुन्छ र क्रेडिट यतापट्टि हुन्छ। यो क्याश बुक किन रेकर्ड गर्न मेन्टेन छ भन्दाखेरि अर्गनाइजेसनमा अपरेसनहरु गर्न, डेली खर्चहरु गर्नलाई धेरै क्याशहरु चाहिन्छ। र क्याश कति बाँकी छ, कति अर्गनाइजेसनबाट बाहिर गयो, त्यसको रेकर्डहरु राख्न एकदमै जरुरी छ। क्याशको सर्टेजहरु नहोस्, क्याश मेन्टेन भइरहोस् भनेर यो अपरेसनहरु गर्न, डेली डे टु डे अर्गनाइजेसनमा हुने विभिन्न खर्चहरु लाई प्रोपर युटिलाइज गरेर क्याश मिनिमाइज गर्न पनि यसले मद्दत गर्दछ। र सुरु गरौँ है त। चैत्र 1 को ट्रान्ज्याक्सन छ हाम्रो क्याश इन ह्यान्ड ₹50,000। सिमिलरली क्याश एट बैंक 60,000। क्याश कति छ अरे, यो क्याश इन ह्यान्ड भनेको रिमाइनिङ क्याश भनेको ब्यालेन्स क्याश कति छ त, 50,000 छ। त्यसैगरी बैंकको ब्यालेन्स कति छ, 60,000 छ। र हामीले जहिले पनि ओपनिङ ब्यालेन्स कहाँ लेख्नु पर्यो त, डेबिट साइडमा लेख्नु पर्यो। टु ब्यालेन्स BD भनेर हामी यहाँ डेबिट साइडमा लेख्छौं। क्याश कति छ रिमाइनिङ, ओपनिङ क्याश 50,000, त्यसैगरी बैंकको 60,000। अर्को ट्रान्ज्याक्सनमा जाम हामी चैत्र 5 को। चैत्र 5 सोल्ड गुड्स फर क्याश ₹30,000। सामान बेच्यो अरे। र यो क्याश बुक गर्दाखेरि तपाईहरुलाई यदि जर्नल इन्ट्रीजहरु आउँछ भने तपाई त्यसबाट पनि गर्न सक्नुहुन्छ। अथवा अर्को छोटो मिठो तरिका भनेको क्याश यदि अर्गनाइजेसनमा क्याश आउँछ भने त्यो कहाँ लेख्नु पर्यो, हामीले डेबिट साइडमा लेख्नु पर्यो। यदि क्याशहरु गइरहेछ भने, खर्चहरु भइरहेछ भने, क्याश बाहिर गइरहेछ भने त्यो चाहिँ हामीले क्रेडिट साइडमा लेख्नु पर्यो। मैले फेरि भने, डेबिट साइडमा हामी जति पनि क्याशहरु आउँछ, अर्गनाइजेसनलाई क्याशहरु आउँछ, त्यो डेबिट साइडमा राख्छौं। र जति पनि खर्चहरु हुन्छ अथवा क्याशहरु जान्छ त्यो हामी क्रेडिट साइडमा जान्छौं। र यसको जर्नल इन्ट्री के हुन्छ त, चैत्र 5 को सोल्ड गुड्स फर क्याश। सामान बेच्यो अरे क्याशमा भनेपछि हाम्रो के भयो, क्याश एकाउन्ट डेबिट भयो भने टु सेल्स एकाउन्ट के हुन्छ त, क्रेडिट हुन्छ। अब हामीले यहाँ हेर्दाखेरि क्याश एकाउन्ट केमा छ त, डेबिट साइडमा छ भनेपछि हामीले सेल्स कहाँ लेख्नु पर्यो, डेबिट साइडमा लेख्नु पर्यो। टु सेल्स अकाउन्ट भनेर कति लेख्नु पर्यो, कतिको सेल्स गरिरहेछ क्याशमा, 30,000 क्याशमा आयो। यदि चेक भनेको हामी कहाँ लेख्थ्यौं, यता बैंकको कलममा लेख्थ्यौं। अब यसलाई डाइरेक्ट वेमा गर्दाखेरि के हुन्छ त, हामीले जस्ट यो जर्नल इन्ट्री नबनाइकन गर्न सक्छौं।
सोल्ड गुड्स फर द क्यास भनेर छ हामीले सामान बेच्यो क्यासमा भनेपछि हामीलाई सामान बेचेपछि के भयो पैसा आयो पैसा आउने बित्तिकै हामी कहाँ लेख्छौँ डेबिट साइडमा लेख्छौँ केबाट आयो त सेल्स गरेर आयो टु सेल्स एकाउन्ट भनेर हामी यहाँ एमाउन्ट लेख्छौँ यसरी पनि गर्न सकिन्छ ल अहिले मैले मेटेँ र अर्को क्वेसनमा जाउँ हामी चैत्र 8 को क्यास डिपोजिटेड इन्टु ब्याङ्क रुपिज 15,000 अब यहाँनिर के कुरा छ भन्दाखेरि यहाँनिर क्यास र ब्याङ्कको ब्यालेन्सहरू तलमाथि भएको छ भनेपछि हामीले कता लेख्ने त डेबिट साइडमा लेख्ने हो कि क्रेडिट साइडमा लेख्ने हो यसलाई यसको त के हुन्छ भन्दाखेरि दुईतिर इफेक्ट हुन्छ एकतिर डेबिट हुन्छ अर्कोतिर क्रेडिट हुन्छ क्यास र ब्याङ्कको ट्रान्जेक्सनलाई के पनि भनिन्छ यसलाई कन्ट्रा इन्ट्री पनि भन्छ यसलाई कन्ट्रा भन्छ कन्ट्रा भनेको के रहेछ त क्यास र ब्याङ्कसँगको ट्रान्जेक्सन कहिले क्यास डिपोजिट भयो ब्याङ्कमा अथवा ब्याङ्कबाट पैसा क्यासमा झिक्यो भने त्यसलाई के भन्छ कन्ट्रा इन्ट्री भन्छ अब त्यस्तो केसमा दुईतिर इफेक्ट हुन्छ एकतिरको क्यास ब्यालेन्स घट्छ एकतिरको ब्याङ्क ब्यालेन्स बढ्छ अथवा एकतिरको ब्याङ्क ब्यालेन्स घट्छ एकतिरको क्यास बढ्छ यो दुईतिरै इफेक्ट गर्छ डेबिट साइडमा पनि इफेक्ट गर्छ र क्रेडिट साइडमा पनि इफेक्ट गर्छ यसमा के भनेको छ त क्यास डिपोजिटेड इन्टु ब्याङ्क भनेको ब्याङ्कमा पैसा हाल्यो भनेपछि यसको जर्नल इन्ट्री के हुन्छ त ब्याङ्क एकाउन्ट DR टु क्यास एकाउन्ट CR क्यास घट्यो ब्याङ्कको ब्यालेन्स बढ्यो क्यास घट्यो ब्याङ्कको ब्यालेन्स बढ्यो भनेपछि अब यहाँनिर हामीले के राख्नु पर्यो डेबिट साइडमा अब क्यास केमा छ त हाम्रो क्यास हाम्रो क्रेडिट साइडमा छ हो क्रेडिट साइडमा छ भने के गर्नु पर्यो त हामीले क्रेडिट साइडमा लेख्नु पर्यो सुरुमा डेट कहिले हो हाम्रो चैत्र 8 मा के लेख्नु पर्यो त बाई ब्याङ्क एकाउन्ट के भयो त ब्याङ्कबाट के भयो त हाम्रो क्यासमा आयो 15,000 मैले यसलाई फेरि भने हाम्रो जर्नल इन्ट्री के छ त ब्याङ्क एकाउन्ट DR टु क्यास एकाउन्ट CR क्यास डिपोजिटेड भनेपछि के भयो त हामीले यहाँ हेर्नु पर्यो क्यास कहाँ छ त हाम्रो क्रेडिट साइडमा छ हो क्रेडिट साइडमा छ भने हामीले के गर्नु पर्यो त बाई ब्याङ्क यो माथिको बाई ब्याङ्क भनेर यता राख्नु पर्यो एकाउन्ट 15,000 भनेको हाम्रो क्यास घट्यो अब डेबिट क्रेडिटको डाइरेक्टली गर्दा के हुन्छ त क्यास बढ्यो भने डेबिट हुन्छ क्यास घट्यो भने क्रेडिट हुन्छ क्यास डिपोजिटेड इन्टु ब्याङ्क भनेपछि क्यास घट्यो है ब्याङ्कको ब्यालेन्स बढ्यो अनि क्यास चाहिँ के भयो घट्यो क्यास घट्ने बित्तिकै हामीले कहाँ राख्यौँ क्रेडिट साइडमा राख्यौँ क्यास कलममा राख्यौँ तर के भयो त ब्याङ्कको ब्यालेन्स त बढ्यो ब्याङ्कको ब्यालेन्स बढ्यो भने हामी कहाँ राख्छौँ त डेबिट साइडमा राख्छौँ कहाँनिर यहाँ ब्याङ्कमा राख्छौँ यसरी 15,000 यहाँ चैत्र 8 टु क्यास एकाउन्ट भनेर हामीले यहाँ के राख्यौँ 15,000 ब्याङ्कमा राख्यौँ यसलाई के भन्छ कन्ट्रा इन्ट्री यहाँनिर एलएफमा हामी C भनेर लेख्छौँ यो अलिकति कन्फ्युजन हुनसक्छ तर एकदमै सजिलो छ फेरि मैले यसलाई भने हाम्रो के हुन्छ त क्यास बढ्यो भने हामी डेबिटमा राख्छौँ क्यास घट्यो भने हामी क्रेडिटमा राख्छौँ यहाँनिर क्वेसनले के भनेको छ त क्यास डिपोजिटेड इन्टु ब्याङ्क क्यास के भयो त ब्याङ्कमा लगेर राखियो भनेपछि आफूसँग भएको क्यास के भयो सबै ब्याङ्कमा गएपछि त क्यास आफूसँग घट्यो भने के गर्ने त बाई ब्याङ्क भनेर क्यासमा राख्ने घट्यो भने कहाँ राख्ने हामी CRमा राख्ने बाई ब्याङ्क भनेर 15,000 राख्ने तर के भयो त उतापट्टि अर्को इफेक्ट के भयो ब्याङ्कको ब्यालेन्स बढ्यो ब्याङ्कको ब्यालेन्स बढ्ने बित्तिकै हामीले डेबिट साइडमा राख्यौँ ब्याङ्कको कलममा यहाँ क्यासको कलममा राख्यौँ भने मिस्टेक हुन्छ हामीले कहाँ राख्नु पर्यो ब्याङ्क पैसा त कहाँ डिपोजिट भयो ब्याङ्कमा भयो नि त ब्याङ्कको कलममा राख्नु पर्यो टु क्यास एकाउन्ट भनेर अनि हामीले यहाँ कन्ट्रा इन्ट्री भनेर CC एब्रिभिएसन CC भनेर यता राख्छौँ अर्को ट्रान्जेक्सनमा जाउँ हामी चैत्र 10
पर्चेज गुड्स वर्थ रुपिज, यसलाई म भेट्छु। यहाँनिर म जर्नल बनाउँछु यता। तपाईहरुलाई यदि के अरे दिमागमै सेट हुन्छ भने यता तपाईले रफ गरिरहनु पर्दैन। ओके, पर्चेज गुड्स वर्थ रुपिज 15,000 एन्ड पेड 10,000 इन क्याश एन्ड क्याश थ्रो चेक। अब यसको जर्नल एन्ट्री के हुन्छ त्यो सुरुमा गरौँ हामी। पर्चेज गुड्स भने बित्तिकै के हो त, पर्चेज अकाउन्ट डेबिट भयो टु के हुन्छ हाम्रो क्याश। क्याश कतिमा किन्यो 10,000, त्यसै गरी टु चेक, चेकमा कति 5 रिमेनिङ भनेको छ हाम्रो ब्यालेन्स थ्रो चेक, बाँकी रहेको ब्यालेन्स के गर्यो 5,000 त के गर्यो चेकबाट तिर्यो भनेको छ। अब पर्चेज अकाउन्ट डेबिट भयो, क्याश केमा छ त हाम्रो, क्याश र ब्याङ्क केमा छ क्रेडिट साइडमा छ। क्रेडिट साइडमा छ भने हामीले के गर्नु पर्यो, चैत्र 10 मा हामीले बाई पर्चेज भनेर लेखिदिनु पर्यो। अथवा हामीले सामान किन्दा के हुन्छ, पर्चेज गर्दा के हुन्छ हाम्रो क्याश जान्छ। क्याश जाने बित्तिकै हामीले कहाँ राख्नु पर्यो, क्रेडिट साइडमा राख्नु पर्यो। के भनेर बाई पर्चेज, के गरेर पैसा गयो त पर्चेज गरेर, किनेर हाम्रो पैसा गयो भन्ने बित्तिकै हामी क्रेडिट साइडको कलममा राख्छौँ बाई पर्चेज अकाउन्ट। अब कति पैसा गयो क्याशमा 10,000 गयो, त्यसै गरी चेकबाट कति गयो 5,000 गयो। यो हाम्रो सक्यो। अब अर्को जाउँ चैत्र 15 को। चैत्र 15 को ट्रान्जेक्सन हेरौँ हामी। चैत्र 15 मा हामीलाई के भनेको छ, विथड्रल रुपिज 15,000 क्याश, क्याश झिक्यो अरे कति 15,000 फ्रम ब्याङ्क। अब के भयो त, त्यही कन्ट्राइन्ट्री भयो, क्याश ब्याङ्कबाट झिक्यो। अब यसको जर्नल इन्ट्री के हुन्छ त, विथड्रल क्याश, क्याश झिक्ने बित्तिकै ब्याङ्कबाट के हुन्छ त क्याश अकाउन्ट डेबिट टु, कहाँबाट झिक्यो ब्याङ्कबाट, ब्याङ्कको ब्यालेन्स घट्यो, यो क्रेडिट भयो है। अब जाउँ हामी, दुईतिरै इफेक्ट हुन्छ यसको। चैत्र 15 मा, चैत्र 15 मा के भयो त, अब हेरौँ केमा पैसा आयो भन्दाखेरि क्याशमा पैसा आयो भन्ने बित्तिकै हामीले के गर्नु पर्यो, यहाँनिर के राख्नु पर्यो त, टु ब्याङ्क अकाउन्ट। कहाँबाट पैसा आयो त, ब्याङ्कबाट पैसा आयो, क्यास आयो हामीलाई, हामीले पैसा झिक्यौँ, पैसा झिक्ने बित्तिकै क्यास आयो, क्यास आयो भन्ने बित्तिकै हामीले डेबिट साइडमा राख्यौँ। कहाँबाट आयो ब्याङ्कबाट आयो, यहाँ सी लेखेँ मैले, ब्याङ्कबाट कति पैसा आयो भनेर कहाँ लेख्ने त, अब क्यास कलममा लेख्ने कि ब्याङ्कमा, हामीलाई त क्यास आएको, त्यही भएर हामी यहाँ क्यास कलममा लेख्छौँ 15,000। त्यसै गरी चैत्र 15 मा बाई क्यास, क्यास अकाउन्ट के हुन्छ त हाम्रो ब्याङ्कबाट पैसा गयो है, ब्याङ्कबाट पैसा गयो भन्ने बित्तिकै हामीले ब्याङ्कको ब्यालेन्स घटाइदिनु पर्यो। कतिले घटाउने 15,000 ले घटाउने। अब अर्को ट्रान्जेक्सनमा जाउँ, चैत्र 20 को। एडभर्टाइजमेन्ट एक्सपेन्सेस 10,000 पेड बाई चेक, एडभर्टाइजमेन्ट एक्सपेन्स गर अरे, विज्ञापन गर्नलाई खर्च गर अरे कति 10,000, पेड बाई चेक, चेकद्वारा के गर्यो पेमेन्ट गर्यो। अब चेकबाट पेमेन्ट गर्ने बित्तिकै के हुन्छ त हाम्रो ब्याङ्क ब्यालेन्स घट्छ। अब यसको जर्नल इन्ट्री के हुन्छ त, एडभर्टाइजमेन्ट एक्सपेन्स डेबिट, खर्च जहिले पनि डेबिट हुन्छ, टु ब्याङ्क। ब्याङ्क कहाँ छ त हाम्रो क्रेडिट साइडमा छ भनेपछि हामीले कहाँ राख्नु पर्यो, क्रेडिट साइडमा राख्नु पर्यो। के भनेर राख्ने, बाई एडभर्टाइजमेन्ट एक्सपेन्स भनेर राखिदिनु पर्यो। यता कति राख्ने, के को ब्यालेन्स घट्यो, ब्याङ्कको ब्यालेन्स घट्यो भनेपछि कतिले घट्यो 10,000 ले घट्यो। अब हामीले के गर्नु पर्यो त, सबै हाम्रो इन्ट्री सकिसक्यो। अब हामीले टोटल क्याल्कुलेसन गर्नु पर्यो, दुईटै कलमको क्याल्कुलेसन गर्नु पर्यो, कति छ र कति उब्रिया छ भनेर।
यताको हाम्रो के हो त क्यास आको यताको भनेको क्यास गएको अब बाँकी कति रहन्छ त हामीले यताको प्लस यताको माइनस हामीले ब्यालेन्स गर्नुपर्ने हुन्छ दुईतिर हाम्रो लास्टमा एमाउन्ट के हुनु पर्यो इक्वल हुनु पर्यो ल गर्दाखेरि अब हामीले के गर्नु पर्यो 50,000 प्लस 30,000 प्लस 15,000 गर्दा 80 प्लस 10 90 प्लस 5 95,000 हुन्छ यहाँ 95,000 राखौँ त्यसै गरी हाम्रो 60,000 प्लस 15,000 60 75,000 ब्याङ्क कलममा अब यताको हेरौँ यताको हेर्दाखेरि 15,000 प्लस 10,000 गर्दाखेरि 25,000 प्लस 30,000 के भएछ त हाम्रो एक्सपेन्स भएछ भने खर्च भएछ है यताको भनेको पैसा गएको हो ब्याङ्कमा 35,000 खर्च भएछ 35,000 त्यसै गरी यता 25,000 10 प्लस 15 25,000 अब ब्यालेन्स कति रह्यो भनेर हामी एउटा लेख्छौँ बाई ब्यालेन्स सिडी यता हामीले बिडी राखेको थियौँ यता अब बाई ब्यालेन्स सिडी भनेर राख्छौँ अब डेट कतिको राख्ने डेट हाम्रो कतिको छ चैत्र इनको राख्ने भनेपछि चैत्र 30 मा क्यास ब्यालेन्स कति उब्रियो क्यास कति खर्च गर्यो कति आयो हैन कति खर्च गर्यो कति आयो माइनस गर्दाखेरि हाम्रो आएको पैसा भनेको 95,000 अनि गर्दाखेरि बाई ब्यालेन्स सिडी भनेर यो यतापट्टि है यो यतापट्टि यो यसमा राख्छु म सरी यहाँ कन्फ्युजन हुन्छ यसलाई डाइरेक्ट हामी यहाँ यसरी पनि राख्छौँ यसो गरौँ एउटा कलम थप्दिउँ यहाँ बाई ब्यालेन्स बिडी भनेर यो यसको भयो है त्यो गर्दाखेरि अब हामीले के गर्नु पर्दा क्याससँग माइनस गर्नु पर्यो 95,000 माइनस 25,000 95 माइनस 25,000 कति हुन्छ त 70,000 हो 70,000 हुन्छ त्यसै गरी 35,000 माइनस 75 गर्दाखेरि 4 3 4 5 6 7 भनेको 45,000 ब्यालेन्स कति उब्रियो त हाम्रो क्यास कति आयो कति गयो त्यसको डिफरेन्स कति रहेछ त 70,000 हाम्रो क्यास रहेछ क्यास इन ह्यान्ड त्यसै गरी ब्याङ्कको ब्यालेन्स कति रहेछ त 45,000 यो त भयो हाम्रो चैत्र 30 को अब वैशाख 1 गतेको ब्यालेन्स कति त वैशाख 1 को हामीले यहाँ चैत्र 1 को कहाँ लेखेको थियौँ डेबिट साइडमा लेखेको थियौँ भनेपछि वैशाख मनको पनि के हुन्छ त हामीले डेबिट साइडमै लेख्नु पर्यो के भनेर टु ब्यालेन्स बिडी भनेर यहाँनिर हामीले डेबिट साइडमा लेख्नु पर्यो कति लेख्ने भन्दाखेरि यही यता क्यारी ओभर गर्ने यसको टोटल भनेको यो 95,000 75,000 डेबिट इज इक्वल टु क्रेडिट भयो यहाँनिर हाम्रो है त्यसपछि हामीले यहाँनिर ब्यालेन्स बिडी हाम्रो ओपनिङ ब्यालेन्स अफ वैशाख 1 कति हुन्छ त 70,000 यसलाई नै हामीले क्यारी ओभर यता फरवर्ड गर्यौँ 70,000 यो 45,000 यता आयो त्यसरी हाम्रो डबल कलम क्यासबुक एउटा क्वेसनको सकिएको छ अब हामी अर्को क्वेसन गर्छौँ अर्को क्वेसन छ हाम्रो फलोइङ क्यास एन्ड ब्याङ्किङ ट्रान्जेक्सन आर गिभन हामीलाई यहाँ क्यास र ब्याङ्कको ट्रान्जेक्सनहरू दिएको छ रिक्वायर्डमा हामीलाई क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कलम क्यास र ब्याङ्क कलम बना भनेको छ भनेपछि यो के भयो त हाम्रो डबल कलम क्यास बुक भयो जहाँ चाहिँ के हुन्छ दुईटा कलम हुन्छ क्यास र ब्याङ्कको यदि क्वेसनमा यहाँ कतै डिस्काउन्ट भनेर दिएको थियो भने र रिक्वायर्डमा केही भनेको थिएन भने हामीले के गर्नु पर्थ्यो ट्रिपल कलम क्यास बुक बनाउनु पर्थ्यो सुरु गरौँ अब हामी चैत्र 1 बाट क्यास इन ह्यान्ड ₹50,000 क्यास एट ब्याङ्क ₹30,000 ब्याङ्कमा ब्यालेन्स कति रहेछ त ओपनिङ ब्यालेन्स 30,000 त्यसै गरी क्यास इन ह्यान्ड हातमा बिजनेसको खातामा भन्दा पनि बिजनेससँग कति पैसा छ 50,000 छ खाता भन्ने बित्तिकै ब्याङ्क बुझिन्छ फेरि
बैंकको खातामा 30,000 छ र बिजनेसको हातमा कति छ त 50,000 छ। ओपनिङ ब्यालेन्स हामी जहिले पनि के गर्छौं डेबिट साइडमा राख्छौं। के भनेर राख्ने भन्दाखेरि टु ब्यालेन्स बीडी भनेर राख्नु पर्यो हामीले जहिले ओपनिङ ब्यालेन्स। क्याश कति छ 50,000। त्यसैगरी बैंकको ब्यालेन्स 30,000। पहिलो हाम्रो चैत्र 1 को सक्यो। अब हामी चैत्र 6 मा जान्छौं। गुड्स सोल्ड फर क्याश, सामान बेच्यो अरे सेल्स गर्यो अरे केमा क्याशमा भनेर कति 10,000। अब यसको जर्नल इन्ट्री के हुन्छ त सामान बेच्ने बित्तिकै के हुन्छ त हामीलाई क्याश आउँछ। क्याश एकाउन्ट डेबिट टु सेल्स क्रेडिट। यो जर्नल इन्ट्रीमा हाम्रो क्याश कहाँ छ त डेबिट साइडमा छ भनेपछि हामीले क्याशको लेजर डेबिट साइडमा छ भनेपछि लेजरमा हामीले के गर्नु पर्यो डेबिट साइडमै राख्नु पर्यो। चैत्र 6 के भनेर राख्ने केबाट पैसा आयो टु सेल्स गरे बापत पैसा आयो कति आयो 10,000 आयो। सेल्स गर्दा के हुन्छ त क्याश आउँछ। क्याश आउने बित्तिकै के गर्नु पर्यो हामीले डेबिट साइडमा राख्नु पर्यो। क्याश जाने बित्तिकै क्रेडिट साइडमा राख्नु पर्यो। हाम्रो क्याश के भयो आयो हामीले कहाँ राख्यौं डेबिट साइडमा राख्यौं। अर्को ट्रान्ज्याक्सन हेरौं। चैत्र 12 को क्याश डिपोजिटेड इन्टु बैंक। अब बैंकमा पैसा राख्यो अरे बैंकमा पैसा राख्ने बित्तिकै के भयो त बैंक एकाउन्ट डीआर बैंकको पैसा बैंकको खाताको पैसा इन्क्रिज भयो। क्याश टु क्याश के भयो क्याश के भयो डिक्रिज भयो। अब यो यसलाई हामी काउन्टर ट्रान्ज्याक्सन भन्छौं। यहाँ चाहिँ के हुन्छ त क्याश र बैंकको मात्र इफेक्ट हुन्छ। दुईतिर इफेक्ट हुन्छ। यहाँ डेबिट साइडमा पनि इफेक्ट हुन्छ क्रेडिट साइडमा पनि इफेक्ट हुन्छ। एकतिर क्याश घट्छ एकतिर बढ्छ अथवा एकतिर बैंक बढ्छ एकतिर बैंक घट्छ। अब यसमा के भएको छ त क्याश डिपोजिटेड इन्टु बैंक भनेपछि क्याश घट्या छ बैंकको ब्यालेन्स बढा छ। हाम्रो जर्नल इन्ट्री बनाउँदाखेरि के भयो त बैंक एकाउन्ट डीआर टु क्याश एकाउन्ट सीआर। बैंक एकाउन्ट डीआर टु क्याश एकाउन्ट। क्याश केमा छ त हाम्रो सीआरमा छ। हेर्ने बुझ्ने है यो मजाले। क्याश केमा छ त हाम्रो क्रेडिट साइडमा छ। क्याश घट्या छ नि त भन्ने बित्तिकै हामीले के गर्नु पर्यो सीआरमा राखिदिनु पर्यो। कति राख्ने चैत्र 12 को बाई बैंक भनेर राखिदिने। बैंक एकाउन्ट क्याश घट्या छ कतिले घट्या छ त 5,000 ले घट्या छ। 5,000 ले हाम्रो क्याश घट्या छ। क्रेडिट साइडमा राखेका छौं हामीले। क्रेडिट साइडमा राख्ने बित्तिकै के भयो त हाम्रो घट्ने भयो ब्यालेन्सहरु। अब यता बैंकको ब्यालेन्स बढा छ भनेपछि डेबिट साइडमा राख्नु पर्यो। चैत्र 12 को टु क्याश भनेर राख्नु पर्यो। बैंक केमा छ त डेबिट साइडमा छ भनेपछि टु क्याश भनेर के राख्नु पर्यो डेबिट साइडमा राख्नु पर्यो। टु क्याश एकाउन्ट क्रेडिट सरी डेबिट कति हुन्छ त हामीले कहाँ राख्ने अब क्याश कलममा राख्ने कि बैंक कलममा राख्ने। बैंकको पैसा इन्क्रिज भएको छ इन्क्रिज हुने बित्तिकै हामीले बैंक कलममा राख्नु पर्यो। हाम्रो क्याश डिक्रिज भएको छ क्याश कलममा राख्नु पर्यो। क्याश कतिले इन्क्रिज सरी क्याश कतिले बैंक कतिले बढाएको छ भन्दाखेरि 5,000 ले बढाएको छ भनेपछि हामीले यहाँ 5,000 राख्नु पर्यो। यो हाम्रो चैत्र 12 पनि सक्यो। अनि हामीले एलएफ मा सी भनेर राख्छौं। यो भनेको कन्ट्रा इन्ट्री हो। यसलाई मैले मेटे। नेक्स्ट क्वेशन हेरौँ हाम्रो चैत्र 15 को पेड टेलिफोन चार्जेस अफ ₹6,000 थ्रो चेक। अब के गर्यो त टेलिफोनहरुको चार्ज तिर्यो भनेपछि टेलिफोन चार्ज के हुन्छ त डेबिट हुन्छ टु पैसा गयो केबाट गयो बैंकबाट टु बैंक बैंक क्रेडिट। अब हाम्रो के भएको छ त बैंक केमा छ त क्रेडिट साइडमा छ। बैंकको ब्यालेन्स घट्यो भनेपछि हामीले क्रेडिट साइडमा राख्नु पर्यो। चैत्र 15 मा के हुन्छ बाई टेलिफोन चार्ज। टेलिफोन चार्ज तिर्दाखेरि के हुन्छ त बैंकको ब्यालेन्स घट्छ। यदि केही कुरा घट्छ भने हामी सीआर मा राख्छौं। कतिले 3,000 ले सरी यो 6,000 हो। 6,000 ले
ब्याङ्कको ब्यालेन्स घट्यो। अर्को ट्रान्जेक्सन हेरौँ हाम्रो चैत्र 16 को एमाउन्ट विथड्रन फ्रम ब्याङ्क फर अफिस युज अफ ₹3000 अफिसको लागि पैसा झिक्यो अरे भनेपछि पैसा ब्याङ्कबाट झिक्ने बित्तिकै के भयो त हातमा पैसा आयो भनेपछि क्यास के भयो इन्क्रिज भयो डेबिट भयो टु ब्याङ्कको ब्यालेन्स घट्यो ब्याङ्कको ब्यालेन्स क्रेडिट भयो। अब लेख्दाखेरि हामीले दुईतिरै देखाउनु पर्यो एउटा क्यासको ब्यालेन्स बढेको देखाउनु पर्यो एकतिर घटेको देखाउनु पर्यो। क्यास केमा छ त डेबिट साइडमा छ। अब हामी यहाँ डेबिट साइडमा लेख्छौँ चैत्र 16 मा टु ब्याङ्क भनेर लेख्छौँ। ब्याङ्कमा कति पैसा आयो सरी ब्याङ्कबाट कति पैसा आयो क्यास हामीलाई आयो क्यास कलममा राख्छौँ कति राख्ने 3000 उता हाम्रो के भएको छ त ब्याङ्कको ब्यालेन्स घटाएको छ बाई क्यास भनेर राख्ने यता ब्याङ्क टु ब्याङ्क केमा छ क्रेडिटमा छ भनेपछि बाई क्यास एकाउन्ट ब्याङ्कको ब्यालेन्स घट्यो क्रेडिट ब्याङ्कको ब्यालेन्स घट्ने बित्तिकै हामीले ब्याङ्क कलममा माइनस गरिदिनु पर्यो 3000। अर्को छ हाम्रो चैत्र 20 को पर्चेज गुड्स सामान किन्यो। सामान किन्ने बित्तिकै के हुन्छ त हाम्रो सामान किन्ने बित्तिकै के भयो त पैसा घट्यो पर्चेज एकाउन्ट डेबिट त्यसै गरी worth ₹12,000 and paid 6,000 क्यास कति गयो 6,000 त्यसै गरी रिमाइनिङ ब्यालेन्स कति हो ब्याङ्क रिमाइनिङ ब्यालेन्स 6,000 12,000 जम्मा पर्चेज गर्यो 12,000 को पर्चेज गर्यो क्यास 6,000 तिर्यो र बाँकी चेकबाट तिर्यो। अब के लेख्नु पर्छ हाम्रो यो क्यासमा यहाँ डेट छुटेछ चैत्र 16 यसलाई कन्ट्राइन्टी भन्छ सी लेखौँ हामी यतापट्टि सी लेखौँ। पर्चेज गर्ने बित्तिकै के भयो त हाम्रो क्यास गयो क्यास कहाँ छ त क्रेडिट साइडमा छ क्रेडिट साइडमा छ भने हामी ब्याङ्क पनि क्रेडिट साइडमा छ भने हामी क्रेडिट साइडमै लेख्छौँ चैत्र 20 को बाई के गरेर पैसा गयो पर्चेज गरेर पैसा गयो कतिले गयो क्यास 6,000 ले गयो ब्याङ्कबाट कति गयो 6,000 ले गयो। यो हाम्रो सक्यो चैत्र 20 को। अब हाम्रो कुनै ट्रान्जेक्सन छैन हामीले के गर्नु पर्यो एड गर्नुपर्ने हुन्छ एड गरौँ हामी सुरुमा हामी पैसा कति आयो कति छ त्यो एड गर्छौँ अनि हामी माइनस गर्छौँ 5,000 प्लस 30,000 35,000 त्यसै गरी 50 प्लस 10 60 63,000 यता प्लस गर्दाखेरि हामी सुरुमा ब्याङ्कको हेरौँ ब्याङ्कमा टोटल कति छ त ब्याङ्कमा आएको पैसा 35,000 अनि ब्याङ्कबाट गएको 6 6 12 13 14 15 15,000 के भयो ब्याङ्कबाट पैसा गयो 35,000 ब्याङ्कमा पैसा आयो। अब हामीले माइनस गर्दा कति हुन्छ त 15 प्लस सरी 15 माइनस 35,000 गर्दाखेरि 20,000 हुन्छ 20,000 हामी यहाँनिर लेख्छौँ यहाँनिर 20,000 त्यसै गरी 6,000 प्लस 5,000 गर्दाखेरि हाम्रो 11,000 माइनस 63 गर्दाखेरि 11,000 गर्दाखेरि 52,000 हुन्छ 52,000 यति पैसा बाँकी छ भनेर बुझ्नु पर्यो हामीले। यसलाई के गर्नु पर्यो हामीले बाई ब्यालेन्स सिडी उतापट्टि बिडी राखेको थियौँ भने अब यहाँ हामीले सिडी राख्यौँ यसलाई मैले मेटेँ टोटल कति हुन्छ त यही 63,000 अनि 35,000 हुन्छ। यो बाई ब्यालेन्स सिडी भनेको चाहिँ उब्रेको महिनाको अन्तिममा कति उब्रियो
कति खर्च गरेर कति इन्कम आएर कति एक्सपेन्स गरियो भनेर कति क्यास उब्रियो भन्दाखेरि 52,000 यता 20,000। अब यसलाई हामीले क्यारी फरवर्ड गर्नु पर्यो। यो डेट कहिलेको हुन्छ त चैत्र 30 को लास्ट डेटको हुन्छ। क्यारी फरवर्ड गर्दाखेरि हामीले वैशाख 1 को राख्छौँ। वैशाखको 1 को ब्यालेन्स कति हुने रहेछ त त्यो ब्यालेन्स बिडी भनेर हामी यता क्यारी फरवर्ड गर्छौँ। यता 52,000 क्यास, त्यसैगरी ब्याङ्कको 20,000। यसरी हाम्रो यो क्वेसन सकिएको छ।